मेरो सर्वोच्च अदालतसँग तपाईहरुकै माध्यमबाट एउटा ठूलो आग्रह छ, तपाईहरुले फैसला दिनुपर्छ। यो तपाईहरुको संवैधानिक दायित्व र कर्तव्य हो। चाँडो दिनुस्, अन्यलमा नराख्नुस्। तपाईहरुले यो भन्दा अगाडिका धेरैवटा मुद्दामा तपाईहरुले समयमा फैसला दिनु भएन। संवैधानिक नियुक्तिका विषयहरूलाई त्यत्तिकै पेन्डिङ बनाएर राखिदिनु भयो। जससभाको मुद्दा अहिलेसम्म पेन्डिङ छ। संसद पुनर्स्थापनाको मुद्दामा फैसला दिन चाहनु भएन। यसरी अल्झाएर राख्दा सर्वोच्च अदालतप्रतिको मान्छेको जनविश्वास पनि गुम्ने खतरा हुन्छ। त्यसले गर्दाखेरि चाँडो फैसला दिनुस् र त्यो फैसला आइसकेपछि जसको आधिकारिकता प्रमाणित हुन्छ, जसको विषयमा आदेश दिन्छ सर्वोच्चले, त्यसलाई मानेर त्यसैको नेतृत्वमा हामीले नियमित महाधिवेशनमा जानुपर्छ। नियमित महाधिवेशन गर्नै पर्छ, चाहे शेरबहादुरजीको पक्षले जितोस्, चाहे गगनजीको पक्षले जितोस्।